फाइनल्ली लगभग 5 घन्टाको नन स्टप हिँडाइ, लगातार 5 घन्टाको हिँडाइपछि अहिले चाहिँ हामी भन्दा पनि म र भान्जा मात्रै अहिलेसम्म आइपुगेका छौँ। अर्को टोलीहरू तल नै छ, उनीहरूलाई हिँड्न अलिक गाह्रो भइरहेछ। एकदम हाइट हो, समुद्री सतहबाट 4700 मिटरको उचाइमा रहेको यो निकै पवित्र पर्यटकीय तथा धार्मिक स्थल जगदुल्ला ताल आइपुगेका छौँ। अब यसको सुन्दरताको वर्णन म कसरी गरिसकूँ, तपाईहरु देख्न सक्नुहुन्छ। माथि त्यो सिरैमा एकदम बाक्लो हिउँ जमेको छ, हिमाल छ। त्यही हिमालबाट पानी बगेर यहाँ ताल बनेको छ। आकाश जस्तै निलो कञ्चन, जति हेरे पनि हेरिरहँ लाग्ने। ओहो, जगदुल्ला ताल पुग्ने हाम्रो 3 दिनदेखिको अनवरत यात्रा अवरलाई चाहिँ पुरा भएको छ। हामी एकदम खुसी छौँ। अब केही समयमा हाम्रो सबै टिम आइपुग्नेछ। अनि भाइले यहाँ हाम्रो अहिलेको लागि चाहिँ खाजाको तयारी गर्दैछन्, विकास भाइले। यहाँ चाहिँ हामीले खाजा बनाएर खाने हो। त्यसपछि विकासले पूजा गर्छन् यहाँ। त्यसपछि चाहिँ यो आकाशको एउटा टुक्रा खसे चाहिँ लाग्ने। माथि मनमोहक हिमाल छ, निकै बाक्लो हिउँ छ त्यो हिमाल।